सत्य हो कि वास्तविक नेतृत्व भन्नाले आफू मात्रै अगाडि बढ्ने होइन, बरु आफूसँगका सबैलाई साथ लिएर अगाडि बढ्नुपर्ने हो। सरसँग मैले यो कुरो पनि सिकेको छु र सरले जुन तन्मयताका साथ मानवीय र पेसागत कार्यलाई सिङ्क्रोनाइज गरेर प्रहरी कार्य गर्नुभएको थियो, उक्त कार्य क्रियाकलाप शिक्षा र प्रेरणा हामी सम्पूर्ण सुदूरपश्चिम प्रहरीलाई मार्गदर्शन बनेर रहनेछ भन्ने बेहोरा पनि सरमा निवेदन गर्दछु। अन्त्यमा सरको आगामी गरिमामय नयाँ पद र उत्तरदायित्व असाध्यै ठुलो छ, तर हामीलाई पूर्ण विश्वास छ सरको कुशलता, इमान्दारी र नेतृत्व क्षमताले सो समेत सफलतापूर्वक निर्वाह हुनेछ। सरको आगामी कार्यकाल सफल, सुखद र गतिमान होस्। सबैलाई सुत्दैन आफू कहिले, सुत्न दिँदै सबैलाई सुत्दैन आफू कहिले, बाढी पहिरो भूकम्पमा पुगेको हुन्छ पहिले, बाढी पहिरो भूकम्पमा पुगेको हुन्छ पहिले, नेपाली जन जनको मन मनमा नेपाल प्रहरी, नेपाल आमाको सच्चा पहरेदार, नेपाल प्रहरी। बदमासी र अपराधीलाई तहलाउँछ पहिले। हामीले हाम्रो कामलाई, हाम्रो पेसालाई, हाम्रो व्यवसायलाई बढ्दो र विश्वासिलो रूपमा स्थापित गर्न सक्दैनौँ भने फेरि हामीले यो मेरो अगाडि उभिएको पुस्ताहरूलाई भोलि जिम्मेवारी दिएर जाने बेलामा यिनीहरूको हातमा केही पनि नहुन सक्छ। त्यसकारण हामी नेतृत्वमा बसेका साथीहरूले अत्यन्तै विवेकशील, अत्यन्तै संयमित भएर आफूलाई खरो तरिकाले उतार्नुपर्ने अवस्था रहेको छ। यो लुगा मैले किन लगाएको हो, मैले यो तलब के को लागि खाएको हो, मलाई यो शस्त्र सरकारले के को लागि दिएको हो भन्ने कुराहरू चाहिँ तपाईँहरूले सम्झेर काम गर्नुहुनेछ भन्ने चाहिँ मैले विश्वास लिएको छु। यति भन्दै यो कार्यक्रममा मलाई बोलाउनु भयो। यो फेरि भेटौँला कार्यक्रममा उपस्थित सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। असल अभ्यासहरू, असल सोचहरू, असल चाहिँ परिपाटीहरू कार्यान्वयन हुनेछ भन्ने विश्वास राख्दै म बिदा हुन चाहन्छु। धन्यवाद। आज अत्यन्तै खुसीको दिन। तपाईँहरूको यो खुसीमा चाहिँ होस्टेमा हैसियत गर्नको लागि हामी जिल्ला सुरक्षा समितिका उपस्थित सदस्य साथीहरू यस कार्यक्रममा उपस्थित भएका छौँ। यस अवसरमा जिल्ला सुरक्षा समितिको तर्फबाट यस सुदूरपश्चिम प्रदेशको सम्पूर्ण सुरक्षा व्यवस्थापनमा चाहिँ कुशल नेतृत्व प्रदान गर्नुभएका मेधावी र चाहिँ एउटा मृदुभाषी हाम्रा कमान्डर तपाईँहरूले जुन आज शुभकामना बधाईको निम्ति जुन बस्नु नेतृत्वमा हामीले यस क्षेत्रको जुन शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद व्यवस्थापन लगायत समग्र पुलिसिङको काममा उहाँको चाहिँ हामीले मैले 2 महिनाको अनुभवमा र पूर्व उहाँको बारेमा पनि मलाई केही जानकारी थियो। त्यो चाहिँ असाध्यै प्रशंसा योग्य रहेको छ। अबको क्रममा सलामी ग्रहणको कार्यक्रम रहेको हुँदा श्रद्धेय श्रीमान प्रहरी नायब महानिरीक्षकज्यूलाई सलामी ग्रहण गरिदिनु हुन सादर अनुरोध गर्दछु। सम्मान गरौँ। प्रहरी नायब महानिरीक्षक सलामी अर्पण गर्ला। अर्पण।